मलाई धेरैजनाले सोध्नु भएको थियो कि तपाईँ बच्चा लिएर दुईजना बच्चा लिएर यत्र सामानहरू लिएर आउँदा तपाईँलाई गाह्रो भएन यताउता भनेर कति धेरै म्यासेजहरू आइरहेको थियो। सो फाइनली हाम्रो ब्लग चाहिँ यहाँ आइसकेको छ। यो चाहिँ मन्डे बनेको ब्लग हो। हामी चाहिँ चाँडै नै उठेर होइन चिया खायौँ अनि यसरी सुत्नुको मजा होइन पहिला पहिला हामीहरू सुत्दाखेरि जस्तो याद आउने। यो चाहिँ मेरै कोठा हो कि। सो हामी चाहिँ मम्मी बुवा म भाइ सबैजना एउटै रुममा सुत्यौँ बुढाहरू लिएर गफसफ गऱ्यौँ होइन राति अबेरसम्म। अनि त्यहाँबाट अब गाडी आएपछि हामी बिहान चाहिँ भाइलाई बाई गरेर चाहिँ हामी चाहिँ काठमाडौँको यात्रामा लाग्यौँ है। अनि अब यो चाहिँ ब्रेकफास्ट खाने ठाउँ ब्रेकफास्ट खायौँ। ब्रेकफास्ट भन्दा नि चिया खायौँ। बाबुले दुध बिस्किट र फेरि हामी गाडी चढेर गयौँ र अर्को ठाउँमा फेरि उनीहरूले खाजा खान रोकिदिनु भयो उहाँहरूले। अनि त्यहाँबाट हामीले चाहिँ चना र चिया खायौँ। बाबुले अन्डा खायो। यसरी खाइरहँदा हिँडिरहँदाखेरि अलिकति मनमा चाहिँ कस्तो चसक्क के जति नै वर्ष बसे पनि मम्मी बुवा जति नै आउने जाने गरे पनि आफ्नो देश छोड्दैछु आफ्नो परिवारलाई छोडेर हिँड्दैछु भन्ने एउटा हुँदो रहेछ कि। मलाई जस्तो लाग्यो के लाग्यो भने हाम्रो लागि चाहिँ अस्ट्रेलिया सेकेन्ड कन्ट्री नै हो नि त। सो मेबी त्यही भएरै होला नत्र मेरो भाइ बहिनी मेरो देउरानी मेरो बुढा यहीँ हुनुहुन्थ्यो होइन बच्चा बच्ची लिएर। तर पनि त्यो फिलिङ्स अर्कै आउने है। अनि हामी चाहिँ होटलमा पुग्यौँ खानासाना खायौँ र बच्चाहरूलाई चाहिँ एकछिन रेस्ट गराउनुपर्छ भनेर उनीहरूलाई सुताएँ र मम्मीहरू चाहिँ सपिङतिर जानुभयो र सपिङ गरेर चाहिँ मलाई त्यो गुदपाक मनपर्छ भनेर मम्मीले ल्याइदिनु भएको के अनि त्यो अमिलो मेरो बच्चाहरूको फेभरेट हो। सो बच्चाहरूलाई अमिलो ल्याइदिनु भएछ। अनि बुढाहरूसँग गफसप गर्दै थियौँ यताउता। मम्मी बुवाहरू फेरि सामानहरू लिन भनेर जानुभयो के छुटपट अनि के मेरो फेरि यो पालि एकदम धेरै उ भएको थियो कि मसँग पासपोर्टै थिएन। म नेपाल जाँदाखेरि है मेरो एक्सपायर भएर मैले रिन्यू गर्न त दिएको थिएँ तर मेरो पासपोर्ट आएको थिएन। सो के प्रिन्ट सेन्ट गर्ने यताउता। अनि थ्याङ्क यू मेरो शुभेच्छा दिए है तपाईँले मेरो पासपोर्ट ल्याइदिनु भएर म सजिलोसँग आउन पाएँ। नत्र मेरो मन्डेको फ्लाइट थियो मसँग के अरे मेरो मन्डेको फ्लाइट थियो मसँग मन्डे बिहानसम्म मेरो हातमा पासपोर्ट थिएन है। भगवान् भरोसा हिँड्ने मान्छे म है। मलाई त्यस्तो दिदीले ल्याइदिन्छु भन्नुभएको थियो। दिदीले गएर पिक पनि गरिदिनु भयो। थ्याङ्क यू सो मच दिदी। अनि अब चाहिँ बेलुकाको 6 बजिसकेको थियो र हामी चाहिँ लाग्यौँ एयरपोर्टतिर। अनि अहिले चाहिँ नयाँ रुल्सहरू चेन्ज भएरै छ 4 घन्टा अगाडि पुग्नु भन्नुभयो। हामीले नेटमा सर्च गरेको सो त्यही देखेर हामी 4 घन्टा अगाडि गयौँ। अब जति चाँडै गयो त्यति धेरै अब लामो समय त्यहाँ मम्मीहरूसँग बस्दा पनि त्यस्तै गाह्रो है। अब मम्मीहरूलाई पनि त्यस्तै गाह्रो भएको थियो होला। मैले योपालि चाहिँ म रुन्न भनेर एकदम आफू स्ट्रङ बनेको थिएँ र मम्मीलाई पनि सम्झाएँ। मम्मीहरूलाई नि अब खै त्यस्तै होला हामीलाई हाम्रो बच्चाहरूले यति सानो कुरा गर्दा नि कस्तो प्राउड मोमेन्ट प्राउड फिल हुन्छ। अलिकति के हुँदा रुन आउँछ। सो मम्मीहरूलाई नि अब हामीलाई देख्दा त्यस्तै हुन्छ होला जस्तो लाग्यो है। अनि त्यहाँबाट हामी चाहिँ धेरै बेर बसेनौँ 7-7:30 बजीतिर चाहिँ हामी गयौँ भित्र। अनि मम्मीहरूलाई बाई बाई गरेर है अब यतिखेर चाहिँ रियल स्ट्रगल सुरु भयो जस्तो कि अब लगेज राखेको छु बच्चा। अनि त्यहाँबाट फेरि त्यहाँ स्क्रिनमा चाहिँ टाइम देखाए पनि त्यहाँ पालै आएको थिएन। 8:30 बजीबाट बल्ल खुल्यो। अनि यो चाहिँ म टोइलेट जाँदाको भिडियो है। मेरो बच्चाहरू हेर्नु थियो अगाडि तर मैले एउटा बहिनी भेटेको थिएँ। ऊ बहिनीसँग मैले भिडियो त नखिचे पनि उसले मेरो नानीलाई चाहिँ हेल्प गरेको थियो। थ्याङ्क यू नानी तिमीले मेरो भिडियो हेऱ्यो भने। अनि मेरो बाबुलाई चाहिँ 81 एयरपोर्टभित्र पसिसकेपछि चाहिँ ज्वरो आयो एकदम धेरै ज्वरो आयो कि। अब भने नि यो एक्लै हिँडेको बेलामा के हुन्छ के सो ज्वरो आयो। अनि मैले ज्वरो आएर मम्मीले चाहिँ मलाई भाइ नानीलाई बाबुलाई सन्चो छैन यो औषधि लैराखेँ भनेर ल्याइदिनु भएको थियो। मेरो ब्यागमै थियो। सो त्यो औषधि उसलाई खुवाइदिएँ। झन् उसले बमिट गरेर सबै लुगाभरि मेरो त लुगाभरि नै थियो। अनि बाबुको त लुगा फेर्दै मैले त टी सर्ट मात्रै टी सर्ट 4 हुन्छ होला अब चाहिँदैन भन्ने हिसाबले लगेको थिएन। सो त्यही बमिट पुसेर त्यही लुगा लाएर आएँ। र फाइनली हामीहरू चाहिँ अब हामी प्लेनमा चढ्यौँ। अनि नानीको क्वेसन त्यही हो कति धेरै क्वेसन आउँछ। बाबु त्यस्तै हो है। अब हिँड्दाखेरि गाह्रो सजिलो चाहिँ आफूले सोच्ने कुरा होला है। यो चाहिँ मलाई त्यस्तै लाग्छ होइन। मलाई गाह्रो हुन्छ होला। मलाई मम्मीले भन्नुभएको थियो नानी तँलाई यस्तो गाह्रो हुन्छ होला तँलाई अब यस्तो त किन एक्लै आइस यताउता भन्नुभएको थियो। अनि मैले भनेँ कि मम्मीलाई मम्मी मैले आँटेर आएको हो म जान पनि सक्छु। तपाईँहरूले पिर लिएर मलाई गाह्रो भयो भने मलाई गाह्रो कम हुने पनि होइन। तपाईँहरूले केही पनि पिर नलिनु म सजिलोसँग जान्छु भनेर आएको कि म है। सो बच्चाहरूलाई अब मलाई त्यस्तो लाग्यो नि यो एक्सपिरियन्स हो सधैँ एभ्रिडेको होइन। कहिलेकाहीँ त हामीले पनि म्यानेज गर्न पऱ्यो नि त। सो बच्चाहरू चाहिँ तर मलाई योपालि चाहिँ अलिकति सहज किनभने मेरो बच्चाहरू अलिक धेरै सुत्यो। नाइटको फ्लाइट भएरै होला सायद है। उनीहरू सुते यसरी एउटालाई एकपट्टि साइडमा अर्कोपट्टि अर्को साइडमा। अनि त्यहाँबाट मेरो फ्लाइट चाहिँ ट्युजडे अब मन्डेको 11:30 बजी थियो नि त। सो ट्युजडे पऱ्यो। अनि मैले माछा मासु नखाने र मैले पहिला चाइना साउदनमा आएको थिएँ र उनीहरू त्यहाँ चाहिँ चाइनिज के अरे चिकन र बिफ मात्रै एभाइलेबल थियो। त्यो लास्टै भोक लाएर मैले दुध बिस्किट थियो त्यो मम्मीले हालिदिनु भएको बिस्किट र पानी खाएँ। अनि त्यहाँबाट त्यति यस्तो भोक लागेको नि त्यो खानेकुरा चाहिँ चाइना साउदनमा मलाई एकदमै मन परेन। अनि त्यहाँबाट यसै उसो गर्दै मेरो बाबुलाई कोठी छाम्न पऱ्यो। फेरि हे भगवान् त्यो पुरै नगरौँ। फाइनली हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ। सामानहरू लियौँ धन्न त्यो मेरो चेक गर्ने ठाउँमा केही पनि मैले ल्याएको थिइनँ बेबी फुड लिएर आएको
गएको थिएँ मैले भने मेरो बच्चाको फुड छ भनेर सो केही पनि गर्न आयौँ र कस्तो अचम्म भने हाम्रो होटल रुममा चाहिँ लाइन गएको रहेछ है कहिले थाहा नभएको कुरा सो लाइन थिएन मोबाइल सोबाइल बालेर बस्यौँ अनि बच्चाहरूलाई केएफसी खुवाइदियौँ अनि त्यसपछि हामी चाहिँ सुत्यौँ आई होप यो भिडियोले तपाईँहरूलाई पनि अलिअलि हेल्प गर्छ र मोटिभेट गर्छ है